सो हेलो गाइज लास्ट नमस्ते नमस्कार के छ खबर तपाईँहरूको मेरो त ठिकठाकै छ एकदम ठिकठाक छ। आज चाहिँ म कता जाँदैछु भन्दाखेरि यो के भन्छ हामी यता मेलम्चीको यो सर्सिङ झरना भन्ने ठाउँमा जाँदैछु। हामीसँग यहाँ हुनुहुन्छ यहाँ हाम्रो भाइहरू चाहिँ तीनजना भाइहरू हामी चारजना हुँदै जाँदैछौँ। अब बाटो चाहिँ अब कस्तो छ थाहा छैन। अब यहाँ मेरो सानो मायालु अब जान्छ कि जान्दैन अब त्यो उतै गएर थाहा हुन्छ। गए जान्छ नभए फर्केर आउँछ होइन। ल अब बाटोमै भेटौँ है त हामी चाहिँ अहिले यहाँ घरबाट निस्केर यता यो कातिक भन्ज्याङबाट यता जर्सिङ पावर निस्किँदैछौँ। जर्सिङ पावरबाट हामी उता भोटे चौर साइड जानुपर्छ। बाटो चाहिँ अब यता चाहिँ अब राम्रै छ। अब उतातिर दुई ठाउँमा खत्तम छ भन्छ। अब हेरौँ जेसुकै होस् जस्तो भए पनि गइन्छ। अब यतातिर त खासै केही छैन, यस्तै छ। अब हामी सिधै उता जर्सिङ पावर पुगेर भेट्छौँ है त। ल गाइज अहिले हामी यता के भन्छ यो जर्सिङ पावर आइपुग्नु लाग्यो होइन। यहाँ हामी जर्सिङ पावर चौकमा आइपुग्छ। हाम्रो दुईजना भाइहरू चाहिँ उसको बाइक के भएको हेर्छु भन्दै थियो। कहाँ गयो तिनीहरू अगाडि बुझेर आएको थियो। हामी अहिले यहाँ जर्सिङ पावर चौकमा आइपुग्यो। यहीँ 10-11 बजिसक्यो। खोइ कता हो तिनीहरू खोइ। कता खोइ कता कहाँ गयो तिनीहरू कहाँ गयो। यहाँ तल यहाँ मुनि बनाउँदैछ यिनीहरू। अब हामी यहाँबाट बाइक बनाएर अब निस्कियो है त बिस्तारै। बिस्तारै हिँड्ने हामी बिस्तारै हिँड्नुपर्छ। बाटो चाहिँ अब एकछिन चाहिँ राम्रै छ बाटो। अब उता के कस्तो छ थाहै छ। ल अहिले चाहिँ हामी यता नाङ्ले भारे आइपुग्यो है। नाङ्ले भारे बजार यही हो हाम्रो। हेर्नुहोस् अब हामी यता ओह्रालो झर्दैछौँ। यो के भन्छ यो नाङ्ले भारेको ओह्रालो झर्दैछौँ। बाटो चाहिँ एकदम राम्रो छ। यता चाहिँ हामी पुग्नुपर्छ पाहाडीतिर कहाँ हो थाहै छैन होइन। बाटो चाहिँ एकदमै राम्रो छ यता। ल अब सिधै हामी यहाँ तलतिर गएर भेटौँ है त गाइस। बाटो चाहिँ यस्तै छ। हामी अहिले यता कहाँ आइपुग्यो भन्दाखेरि यो छा भन्ज्याङ भन्ने ठाउँमा आइपुगेको जस्तो छ। हो छा भन्ज्याङ हो। ल यहाँबाट हामी तलतिर झर्नुपर्ने हुन्छ। बाटो चाहिँ फेरि यहाँनिर अहिलेसम्म बनाएको रहन्छ। बाटो त्यो छ नि खानुमा बाटो यो छ नि बाटो। अब यहाँबाट चाहिँ बाटो यस्तै छ। कच्ची छ है यहाँबाट। अब खुङाङ छ बाटो यहाँबाट। यस्तो बाटो हिँड्नुपर्छ। के गर्नु हिँड्नै परिहाल्यो। छेउकै भयो छेउबाट लग्छु म एकदम केयरफुल। त्यो बाटो के हो गाइस। बाटो त खलित्तै रहेछ त फेरि। बाटो अप्ठ्यारो रहेछ गाइस यता बाटो। ल साथीभाइहरू बाटो चाहिँ यस्तै हो यहाँ। अब हामी सिधै तलतिर पुगेर भेटौँला है त अहिले दाइ बाई बाई। बाटो चाहिँ यस्तै छ। अब हामी तल रोडमा निस्किँला है। यहाँ हो यहाँ पारा देखाएर जाऊ केटाहरूले यहाँ। साडी लाएर टक्का लाएर अब हामी थोरै माथि हो। अब एकैछिनमा हामी तल मेन रोडमा निस्किन्छौँ। त्यहाँबाट चाहिँ हल्का राम्रो त्यस्तो राम्रो पनि छैन यता पनि।
अहिले चाहिँ हामी यता मेलम्ची नगरपालिकामा छिर्दैछौँ अब हामी ठ्याक्कै अब मेन यो हाइवेमा आइपुग्यो रोडमा। अब यहाँबाट चाहिँ हामी मस्त हिँड्नुपर्छ अब मेलम्ची बजार नपुगेसम्म। तर अब यहाँ यता त फेरि यो राजै राजा राजै राजाहरू हिँड्छ यहाँ यमराजहरू। यहाँ त फेरि यिनीहरूको त यहाँ खूब चल्छ नि त एरिया त। मेलम्ची नगरपालिका वडा नम्बर 12 यहाँलाई हार्दिक स्वागत गर्दछ अरे। हेर त्यहाँ बौलाएर हिँड्यो दुईजना अब बौलाएर हिँड्यो। हामी अब हिँड्नुपर्ने हुन्छ। अब हामी बाटो यस्तै हो गाइस। अब हामी उतै गएर भेट्छौँ है त। अब हामी पुरै सिधै अब कता भन्दाखेरि यो खानाठामा अब भेट्छौँ अब हामी सिधै। लगाएर अब यहाँ हामी खाना खानुपर्ने हुन्छ। यहाँ छिर्यो अब खाना खान्छ। अब यहाँबाट लाग्छ अझ हाम्रो 3 घन्टा। ल गाइस अब हामी भात खाएर अब यहाँ निस्क्यो। अब यहाँबाट लाग्छ हामीलाई 3 घन्टा लाग्छ अरे यहाँको दिदीले भन्नुभएको। अब हामी बाटो चाहिँ पुरै अफरोड हो। अब खङमा खुङुङ बाटो हो। अब यस्तो बाटोमा त केही खिच्नु होइन। अब मासतिर कता कता पुगेर हामी अपडेट दिने नै छौँ। वाइ टु सुरसिङ झर्ना अरे। ल यताबाट वाइ यता रहेछ। ल हामी यता माथि चढ्नु पर्यो गाइजहरू। काटेर त फेरि डेन्जरै सबै ठाउँमा यस्तो भइसक्यो बाटो। गजब हुन्थ्यो। बाटो चाहिँ यस्तै छ है। यताको बाटो यस्तै छ। के गर्नु अब यतिको गाह्रो छ भनेर चाहिँ मैले सोचेको पनि थिएन। अब यो टिकटक यो फेसबुकको यताउता त बाटो राम्रै छ। त्यस्तो गाह्रो त छैन। मजाले जान्छ। अलिअलि मात्र हो गाह्रो भन्थ्यो। अहिले यहाँ आफै आएर हेर्दा थाहा भयो कतिको गाह्रो हो भनेर। यहाँ यस्तो गर्मी त्यस्तै फेरि यहाँनिर बाटो त्यस्तै। अरे शिव राम 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 राम। के हो नि त
बाटो त यो के हो खङराङ खुङराङ छ क्या यो भिजोक रमाइलो भइरहेछ आज हाम्रो भिजोक रमाइलो अब माथि ठाउँमा अब खोइ कतिखेर पुग्ने हो थाहा छैन ठाउँमा पुगेपछि चाहिँ मजा आउँछ होला भन्ने आश गरेका छौँ अब ठिकै छ हेरौँ चलौँ हामी अब खोइ कता आइपुग्यो अब यहाँ हाम्रो यहाँ यस्तो भइसक्यो नि यस्तो गाह्रो भइसक्यो नि अब खोइ बाटो म्याप हेर्दा त खोइ तलतिर कता देखाइरहेछ अब फेरि यता के हो हामी त अब हराउने हो कि के हो यहाँ त बाटो चाहिँ यतै बाटो हो रे गाइज तर यति गाह्रो छ नि आउनलाई मलाई त्यो पुग्यो जिन्दगीभरले पुग्यो ल यहाँ म आउँदिनँ अब आउँदिनँ म यता त्यो बाटो पनि आउँछ अब यहीँबाट हो कि कहाँबाट अब हेरौँ ल गाइज हामी अब कता आइपुग्यो यहाँ मलाई रुन मन लागिसक्यो झर्ना खोइ कुन झर्ना हो कहाँ हो के हो है छैन अब यस्तो छ भनेर त्यो थाहा भएको भए म आउँदैन थियो ल हेर्नु त यहाँ बाटो हेर्नुहोस् यहाँ बाटो ल बाटोको हालत मान्छेहरूले सोध्यो भने फेरि बाटो यतै हो दाइ अलिकति राम्रो बाटो छैन भनेर सोद्धाखेरि बाटो त यही हजुर भनिन्छ अब के हो र नजाउँ नहुने यहाँ पनि यस्तो रहेछ यस्तो रहेछ के कराएको यो किरा यार आम्मै कस्तो ठुलो स्वरले कराएको यो किरा ए यहाँनिर यो बिछाएको रहेछ यो के भन्छ यो ढुङ्गा माटोहरू बिछाएको रहेछ है यो तर ठिकै हो ल अब चाहिँ अब काण्ड पुग्यो ल बाटो हेर्नुहोस् बाटो हेर्नुहोस् यहाँ बाटो त्यो छ नि बाटो जुत्ता त म त केही भन्दिनँ है जुत्तालाई चाहिँ यो मालोले आज यति रुन मन लाग्यो होला नि त आज हजुर कति टाइम लाग्छ अब झर्ना बिस्तारै गयो आधी घन्टा बिस्तारै गयो आधा घन्टा है तेरिका म त आउँदिनँ अब पुग्यो अगायो काठमाडौँबाट होइन त काठमाडौँ त होइन अनि काठमाडौँ नजिक हामी यो त नगरकोटबाट हो क्या हजुर पुरै अफरोड हुन्छ त्यही त अब सोचेकै थिएन यस्तो हुन्छ भनेर त्यही त अब के गर्नु अब रहर गऱ्यो भने चाहिँ अब अर्को पालि अब गाइस यता यो सुरसिङ झर्ना आउन चाहनुहुन्छ भने हजुरहरू चाहिँ यो हाम्रो के भन्छ यो पठाउवाला हेलिकप्टर लिएर आउँदा ठिक हुन्छ है मेरो सुझाव चाहिँ यही हो अरू म केही बोल्न चाहन्न धन्यवाद गाइजहरू त्यतिका खै के हो यो ल बाटो गाइजहरू झर्ना चाहिँ त्यही जस्तो लाग्छ मलाई जस्तो लाग्छ मलाई झर्ना त्यही हो ल झर्ना त्यही हो बाटो चाहिँ फेरि म केही भन्दिनँ है यो बाटोको लागि केही भन्दिनँ औ
है साथीभाइहरू यहाँ अब डेमा आउँदैछ यहाँ यस झर्नाको यता यता आइपुग्यो हामी अब कहाँ के हो थाहा छैन भिजो सबै सब भिजिसक्यो भारी भिजोक हेर्नुहोस् हेर्न बाटो के यो म रोइदिन्छु म त फेरि अर्को आएँ अर्को झर्ना आयो फेरि कुन झर्ना आयो थाहा छैन यो के हो यो झर्ना हो यस्तो ल हाम्रो डेस्टिनेसन यहाँ होइन हाम्रो अर्कै ठाउँमा हो त्यही भएर हामी तर हिँड्छौँ ल हामी पुग्नुपर्ने चाहिँ त्यहाँ हो सुरसिङ झर्ना त्यही हो हामी त्यही तलतिरबाट कताबाट आयो बाटो यहाँनिर यस्तो छ नि यहाँनिर र हामी बिस्तारै जाउँ केही छैन जुत्ता चाहिँ ढुट्टो भइहाल्यो अरू के फादल राङ होला है बाबु अबि के हो यो ल बाटो यस्तो छ नि बाटो ल यो त बाटो ल आमै तेरिका रमाइलो है ल हामी पुग्दै त्यहाँ हामी चाहिँ गाइस फाइनली अब हामी ठाउँमा आइपुग्नु लाग्यो अब 5% जति छ त्यही भएर अहिले अलिकति यहाँ इनर्जी आयो शरीरमा अब चाहिँ सकिन्छ कि जस्तो भइरहेछ है अघि त लास्टै भइसकेको थियो तर अब चाहिँ बाटो त फेरि के भन्नु म केही भन्दिनँ बाटोको लागि चाहिँ धन्यवाद नमस्ते दर्शक भन्छु ल हेर्नुहोस् त लो होला गाइस यस्तो छ ल गाडीहरूलाई पनि गाह्रो छ नि संसारी माया विचित्र ल आमेन अरे राङ्ला सबै हाततिरबाट त के हो यस्तो भिड यो के भन्छ यो भिरमौरी गाइस भिरमौरी ल हेर्नुहोस् यहाँ भिरमौरी ल हेर्नुहोस् त यहाँ ओ माई गड के साह्रो हो यो यहाँ को चाहिँ गएर टिप्न सक्छ यहाँ ल हेर्नुहोस् त यस्तो ठाउँमा छ कि ल कस्तो गजबले बनाएर छ फेरि ल गाइस हामी आइपुग्यो यहाँ यो ठाउँमा आइपुग्यो खै टोली कतै ल के अरे यो सुरसिङ झर्ना अरे शिव राम 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 यो के भन्छ एउटा बाटो चाहिँ
यता हुँदै यहाँ आइपुग्दो रहेछ होइन। अनि अर्को एउटा बाटो चाहिँ उताबाट यता आउँदो रहेछ क्या। यो खेल यो पुल छ त यहाँ सानो पुल, यो के भन्छ पुलबाट आउँछ नि मान्छेहरू यहीँ रहेछ क्या। अब यहाँबाट चाहिँ हामी उयो सिडी चढेर जानुपर्छ यहाँ माथिनिर। ल जाउँ अब। फाइनली हामी यता आइपुग्यो होइन। अब आउनलाई चाहिँ कस्तो भयो हजुरले देख्नु नै भयो होला, तर यहाँ यस्तो छ यहाँ ठाउँ चाहिँ पानी पर्छ कि जस्तो लाग्यो भन्नु परेन। पानी चाहिँ यहाँनिर के भन्छ यो भिर मगिरहेछ कि यहाँ पुरै। ल अब हामी माथि हिँड्दैछौँ केटाहरू। ल गाइस आइपुग्यो हामी यहाँ। बाटो चाहिँ एकदमै खतम बाटो चाहिँ, तर मैले चाहिँ यहाँ चप्पल एक्सचेन्ज हानिसक्यो। यहाँ जुत्तामा चाहिँ सकिन्न माथि यस्तो छ नि। ल यस्तो भिड यहाँ चाहिँ यस्तो ठाउँ रहेछ। त्यहाँनिर छ हेर्न घाम लाग्यो, मजा आयो। हजुर हजुर घाम लाग्यो मजाले। हजुर हुन्छ हजुर हुन्छ। पहिला माथि यसो दर्शन गरेर आउँ। केटाहरूको यहाँ ताल हेर त, ताल भिजक है। आइपुगे गाइस आइपुगे, तर एकदम गाह्रो भयो यहाँसम्म आइपुग्नुलाई। ल यही होइन यहाँको भ्यू। ल हेर्नुहोस्। Can you hear it before the world wakes up? Nature is already singing. I hear the heartbeat of the ocean. I feel the breathing of the trees. Every little wave is a story. Every falling leaf is a melody. Oh, nature, you don't need a voice to be heard. You paint the sky without colors. You write your song. ल गाइस अब हामी चाहिँ यहाँबाट यहाँ एकछिन खेलेर अब यहाँ फर्किन लाग्यो। हामी चाहिँ यहाँ धेरै बसेर काम छैन। यस्तो यहाँ पानी ठुलो मुसलधारी पानी परे जस्तो हुँदो रहेछ यहाँभित्र त। यहाँ केटाहरू यस्तो गरी चाहिँ बिचक हरि बिचक यहाँ हो। अनि यस्तो जाडो छ नि, यस्तो जाडो छ यहाँभित्र है। सबै भिज्यो मेरो त। कस्तो भयो त भाइ आज? एकदम रमाइलो हो, एकदम रमाइलो। बाटोमा आउँदा रगत छाड्दा जस्तो भयो। यहाँ भाइलाई कस्तो भयो आज? एकदम मजा लाग्यो, चिसो छ। हजुरहरू पनि आएर इन्जोय गर्नु होला साथीहरू है। सब्सक्राइब। ल कस्तो छ? मोबाइल मजा आयो नि। र हामी फर्किँदैछौँ अब। यहाँ बसेर काम छैन, हामी फर्किनु पर्ने हुन्छ। यसरी यहाँ केटाहरू यहाँ फर्किँदैछौँ। हेलो हेलो होइन यहाँ के भन्छ त्यहाँ हल्का लडेर यहाँ घाउ पनि भयो। यहाँ यस्तो भयो नि। तर यहाँ आएर मजा पनि लियो। एकदम चिसो, यहाँ सबै भिजिया छ। अब नभिजाउँ भनेको अब भिजिहाल्ने रहेछ क्या यहाँ चाहिँ। यस्तो नभिज्ने भनेको यो ज्याकेट एउटा छ, अरू सब भिजा सबै सबै। यहाँ सिस्नु जाँगर पनि रहेछ फेरि यहाँ सिस्नु। लगाएछ अब यहाँको चाहिँ यति नै हो होइन, लगभग यति नै रहेछ। अब यो रमाइलो गऱ्यो आयो त्यत्रो के भन्छ टाढादेखि। आजको लागि चाहिँ
यति नै गरौँ अब घर फर्केको त अब के हेर्नु होइन त्यही बाटो जाने हो बाटो त्यस्तै हो अब आजको लागि यति नै भन्दै अर्को भिडियोमा भेट्ने नै छौँ के भन्दैछौँ भेट्ने नै छौँ आजको लागि बाई बाई गाइस बाई बाई सब्सक्राइब गाइस सब्सक्राइब अरू भने त्यही हो